नमस्ते है साथीहरू जस्तै फेसबुकबाट जस्तै फेसबुकभित्रै कतिवटा त्यो सफ्टवेयरहरू फेसबुकबाट ओपन भएको छ, खुलेको छ र त्यो फेसबुकबाट चलिरहेछ भनेर होइन चेक गर्ने तरिका मैले यो भिडियोमा समेटेर बनाएको छु। तपाईहरु पनि हेर्नु होला, छ भने डिलिट गर्नु होला या चलाइराख्नु भएको छ भने ठिकै छ। गेमहरू जना किसिमको लोड भएर बस्छ कि त्यो फेसबुकबाटै चलिरहेको हुन्छ। कुनै एडभर्टाइजर आउँछ त्यो थिचिदिन्छु अनि त्यो इन्स्टल भएर त्यो फेसबुकबाट चलिरहेको हुन्छ। त्यो डिलिट गर्ने तरिका मैले बनाएको, त्यो समेटेर कसरी त्यो डिलिट गर्न मिल्छ र कसरी त्यो हेर्न मिल्छ भनेर त्यो बनाएको छु म भिडियो। त्यो हेर्नु होला र लाइक कमेन्ट सेयर गर्नु होला। तपाईहरुको आफ्नो यो फेसबुकबाट कतिवटा सफ्टवेयर ओपन भएको छ त्यो हेर्नको लागि र डिलिट गर्नको लागि यसरी तपाईहरु फेसबुकमा जानु होला। त्यसपछि मेन प्रोफाइलमा जानु होला। त्यसपछि यसो स्क्रोल डाउन गरेर सेटिङ एन्ड प्राइभेसी थिच्नु होला। त्यसपछि तपाईहरु यसरी सेटिङ थिच्नु होला। सेटिङ थिचेपछि यसरी इन्टरफेस यसरी खुल्यो भने यसरी स्क्रोल डाउन गरेर तल जानु होला। तल गएर यसरी एप एन्ड वेबसाइट भनेर छ, यसमा थिच्नु होला। तपाईको कतिवटा छ त्यो हेर्नु होला। भयो भने तपाईलाई यहाँ देखाउँछ, मेरोमा छैन हैन। यो इन्फर्मेसन एप क्यान एप्रुभ भनेर छ, यहाँ छैन हैन। यहाँ भयो भने यहाँ देखाउँछ, देखायो भने त्यसलाई थिचेर तपाईहरु डिलिट गर्नु होला है।